सुख करता दुख हरता वार्ता विघ्नाची पूर्वी पूर्वी प्रेम कृपा जयाची सर्वांगी सुंदर ओटी शेंदुराची कंठी झळके माळ मुक्ता फळाची जय देव जय देव. नियाली हेर मलाई आँखाको बाटो हुँदै मनमा बसाऊ नजिक आउने प्रयासमा छु बिन्ती मदेखि टाढा नजाऊ भुलिदिए तिम्रो लागि आफूले आफूलाई अब मनको घाउ कहाँ पोसिलाऊ अंगालोमा बाँधी तिम्रो मलाई त्यही कैद गरा हो खुला तिम्रा ओठलाई मेरा ओठमा राखी बन्द गरा त्यही निदाउँछु म त्यही नै पाउँछु म जिन्दगीका रंग खुसीको तिमी सामु नभएका दिन लाग्छ खाली खाली के अर्थ जुनेली रातको दुनियाँभरिमै मन पर्ने आभास हो न्यानो स्पर्श तिम्रो हातको पग्लिए म सामु तिम्रो समेट मलाई खोजी हिँड्छु तिम्रै अङ्गालो पाउँछु म जिन्दगीका रंग खुसीको खेल्न त आउन मलाई तिम्रो लागि कोर्दै छु केही
भावना मिसाएर यो गीतको तालमा गाउन चाहन्छु म केही मनमुटुमै लेखिदिए नाम तिम्रो खोजी हिँड्दैछु तिम्रै बाटो त्यही निदाउँछु म त्यही नै पाउँछु म जिन्दगीका रंग खुसीको तिम्रा ओठलाई मेरा ओठमा राखी बन्द गर त्यही निदाउँछु म त्यही नै पाउँछु म जिन्दगीका रंग खुसीको दिनेश दिनेश मलाई बोलायो 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 ओ तिम्रो त्यो बोलीले मलाई बोलायो 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 मिठो तिम्रो त्यो आवाजले मलाई झुलायो झुलायो मिठो तिम्रो त्यो आवाजले मलाई झुलायो झुलायो ओ तिम्रो त्यो बोलीले मलाई बोलायो 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 आज तिम्रो मायामा पग्लिरहन्छु म अजम्बरी रहोस् तिम्रो मेरो सम्बन्ध नशा नशामा बग्छ तिम्रो माया जुनीभरि हाम्रो कथा सधैँभरि
यसो एकछिन यतादेखि यता खिच्नलाई एकदम
के बाँचेको हो र दिनहरू केवल काटेको सरह तिमी बिनाको खुसी के खुसी होला र ओठमा छाएको मुस्कानको के अर्थ छुन थियो तिम्रो ओठलाई ओठ यो पल्केको छातीमा राखे लुकाई तिमीले अरू त डर्केको बसन्तमा फुलेको तिमी एक सुन्दर बगैँचा बसन्तमा फुलेको तिमी एक सुन्दर बगैँचा म भमरा भए सोचु मेरो त स्वर्ग यही होला म भमरा भए सोचु मेरो त स्वर्ग यही होला सुन त्यो तिम्रो ओठलाई ओठ यो पल्केको छातीमा राखे लुकाई तिमीले अरू त डर्केको यदि गर्न परे शब्दमा बयान म केही नसोची चोखो मनले लिनेछु तिम्रो नाम यदि मृत्यु अघि अन्तिम चोटि केही देख्न पाउने भएमा अवसान पछि पनि साथ केही बोकिलान पाउने भएमा चाहन्छु त्यो होस् केवल तिम्रो मिठो मुस्कान म चाहन्छु त्यो होस् केवल तिम्रो मिठो मुस्कान भावनाले रचेको तिमी एक सुन्दर हौ कविता भावनाले रचेको तिमी एक सुन्दर हौ कविता म त खाली एक पाना बनेको तिमीले भरि जान म त खाली एक पाना बनेको तिमीले भरि जान छुन त्यो तिम्रो ओठलाई ओठ यो पल्केको छातीमा राखे लुकाई तिमीले अरू त डर्केको छुन त्यो तिम्रो ओठलाई ओठ यो पल्केको छातीमा राखे लुकाई तिमीले अरू त डर्केको भावनाले रचेको तिमी एक सुन्दर हौ कविता म त खाली एक भगवतो अरहतो सम्मा सम्बुद्धस्स नमो तस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स भगवतो अरहतो सम्मा सम्बुद्धस्स वहाँ तथागत अरहं सम्यक सम्बुद्धलाई वन्दना गर्दछु बुद्धं शरणं गच्छामि म बुद्धको शरणमा जान्छु
धम्मं शरणं गच्छामि म धर्मको शरणमा जान्छु सङ्घं शरणं गच्छामि म सङ्घको शरणमा जान्छु द्वितीयाम्पि दोस्रो बार पनि तृतीयाम्पि तेस्रो बार पनि बुद्धं शरणं गच्छामि धम्मं शरणं गच्छामि सङ्घं शरणं गच्छामि पानातिपाता वैरमणि सिक्खापदं समादियामि म प्राणिहिंसा नगर्ने शिक्षापदलाई पालन गर्दछु अदिन्नादाना वैरमणि सिक्खापदं समादियामि अरूले नदिएको सामान वस्तु चोरी नलिने शिक्षापदलाई पालन गर्दछु कामेषु मिच्छाचारा वैरमणि सिक्खापदं समादियामि पर स्त्री पर पुरुष व्यभिचार नगर्ने शिक्षापदलाई पालन गर्दछु मुसावादा भनेर नभन्नु होला है यो सिक्नु त पर्यो है एकचोटि गरे भयो है यसमा चाहिँ ल अब सजिलो माया गर्नुपर्छ आफूलाई त कति माया लाग्छ चोट लाग्यो भने अलिकति चोट लाग्यो भने कस्तो गर्छौँ त्यस्तै अरू प्राणीलाई पनि हामीले के गर्नुपर्छ माया गर्नुपर्छ करुणा राख्नुपर्छ भनेको भगवानको तरिका अनि त्यसै गरी चोरी कर्म गर्नुहुन्न अरूले नदिएको सामान वस्तु हैन चोरी लिने कामहरू पनि गर्नु हुँदैन भनेर त्यो दोस्रो नम्बरमा भगवान बुद्धले बताउनु भएको जति नै सुख मागे पनि पाइन्छ कि दुःख हुन्छ बिहानभरि गइयो पूजा गरियो रात परेपछि अधिक मात्रामा सेवन गरेर घर पुग्यो भने के हुन्छ खुसी पायो कि दुःख पायो दुःख पायो त्यसैले यो 5वटा नियमलाई यसरी निहाल्नु त यो 5वटा नियम दुवैजनाले राम्रोसँग पालना गर्नुभयो भने एक अर्कामा के विश्वास गर्छ भन्दाखेरि ए उहाँले पनि 5वटा नियमलाई पालना गर्नु हुँदो रहेछ मैले पनि गर्छु भनेपछि शङ्का उत्पन्न हुन लाग्यो रेखा थापा मगरलाई तपाईहरुको दुलहीको रूपमा अर्पण गर्दछौं आज उपरान्त यी छोरीको सुख दुःख सम्पूर्ण क्षेत्रमा आमा बुवा समान भई संरक्षण दिने उत्तरदायित्व तपाईहरुलाई अर्पण गर्दछौं हाम्रो यो सम्बन्ध सुमधुर साधु साधु ल उहाँले सुन्नु भयो तपाईहरु बस्नुहोस् उहाँ जस्तै अब तपाईँ यसरी परिषदहरूलाई साक्षी भाव सम्झी तपाईहरुले अर्पण गरिदिनु भएका उत्तरदायित्वलाई हामीले सहर्ष स्वीकार गर्दछौं त्यस्तै क्षणको पूर्ण रूपमा ध्यान पुर्याई ख्याल राख्दै जानेछौं
सुख समृद्धिमा दरिलो सम्बन्ध साबित हुनेछ। साधु भन्नु सबैले। अनुस्मरणको साथै समागम भइरहनु भएका परिषदहरूलाई साक्षी भाव सम्झी आफूलाई श्री विमल थापा मगरकी जीवन सङ्गिनी श्रीमतीको रूपमा समर्पण गर्दछु अनि उहाँलाई श्रीमान अथवा पतिको रूपमा स्वीकार गरी जीवन पर्यन्त उहाँसँग जीवनयापन गर्दै जाने प्रतिज्ञा गर्दैछु। त्रिरत्नको पवित्र गुण अनुस्मरणको साथै समागम भइरहनु भएका परिषदहरूलाई साक्षी भाव सम्झी मैले आफूलाई सुश्री रेखा थापा मगरको श्रीमानको रूपमा समर्पण गर्दछु अनि यी नारीलाई जीवन सङ्गिनी पत्नीको रूपमा स्वीकार गरी जीवन पर्यन्त यी नारीसँग जीवनयापन गर्दै जाने प्रतिज्ञा गर्दैछु। 96 रोग 62 मिथ्या दृष्टि आदि बाधक मतलब साधु साधु अब घुँडा टेक्न सकिन्छ भने टेक्नु त। बुद्ध धर्म सङ्घ हाम्रो कुल कृतिलाई वन्दना गर्ने हात जोड्ने शिरमा लैजाने काया वचन मन तल डोब्ने काया वचन मन वन्दना उठ्ने फेरि ढोकै उठिहाल्ने काया वचन मन वन्दना। आज हाम्रो शुभ मङ्गल कार्यमा मन र वचन शरीरबाट स्पष्ट रूपमा शुद्ध छौँ भनेको अर्थ है। नारीलाई सम्मान गर्ने प्रतिज्ञा गर्दछु। मैले आफ्नो जीवन सङ्गिनी नारीलाई अपमान नगर्ने प्रतिज्ञा गर्दछु। मैले नराम्रो मिथ्या आचार गर्ने छैन। विश्वासिलो भई बस्नेछु यो प्रतिज्ञा गर्दछु। मैले आफ्नो पत्नीलाई सम्यक आजीवन द्वारा कमाइराखेको धन सम्पत्ति सुम्पिएर सन्तुष्ट राख्ने प्रतिज्ञा गर्दछु। मैले आफ्नो पत्नीलाई गरगहना वस्त्र आभूषण आदि प्रदान गरी सन्तुष्ट पारिराख्ने प्रतिज्ञा गर्दछु। राम्रो व्यवहार गर्नेछु। म
चाहिने नभई श्रीमानको विश्वासिनी नारी बन्ने छु। मैले आफ्नो श्रीमानले कमाइ ल्याएको सम्पत्तिलाई नगरी रक्षा गर्नेछु। 5औं नम्बर, मैले सम्पूर्ण अल्छी नमानिकन उदारता पालन गर्ने प्रतिज्ञा गर्दछु। अरू के छ? यहाँ त सक्छु त भनियो है। अब जीवन बिताउँदै जाम, कतिवटा पालना गरिन्छ, पालना गर्नु हो है। मैले गर्नु पनि भनेर तपाईँलाई जोड दिँदैन, नगर्नु पनि भन्दिनँ। कसको इच्छा हो? गर्नुभयो भने पनि आफैलाई हो, नगर्नु भयो भने पनि आफ्नै कर्म हो। कर्म राम्रो बनाउनु छ भने पालना गर्नु, कर्म बिगारेर दुर्गति नराम्रो गति जानु छ भने चाहिँ बिगार्नु पनि हुन्छ है। तर सकेसम्म पालना गर्नुहुन्छ भन्ने आशा राख्दै अब फेरि नै भगवान् बुद्धले गृह विनय भनेको चाहिँ भगवान् बुद्धले आफ्नो जीवनमा गृहस्थीहरूलाई, तपाईँहरू जस्ता गृहस्थी धर्म आचरण गर्ने महानुभावहरूलाई, धार्मिक व्यक्तिहरूलाई चाहिँ दिनुभएको उपदेशमा रहेको नियमहरू छ। त्यो पनि एउटा सङ्कल्प वाक्य चाहिँ गर्नुपर्छ। त्रिरत्नको पवित्र गुण अनुस्मरणको साथै समागम भइरहनु भएका सम्पूर्ण परिषदहरूलाई गर्दछु। के प्रतिज्ञा? अपमान नगर्ने। दुलैले सुन्नुभएको छ नि है? ल, सबैको अगाडि प्रतिज्ञा हुँदैछ। अब 3 नम्बरको, मैले नराम्रो मिथ्या आचरण गर्ने छैन, विश्वासिलो भई बस्नेछु भन्ने प्रतिज्ञा गर्दछु। नराम्रो मिथ्या आचरण मनमा लिएर है यस्तो गर्ने छैन, विश्वासिलो भएर चाहिँ बस्नेछु भनेर चाहिँ प्रतिज्ञा गर्नुभयो 3 नम्बरमा है। अब 4 नम्बरमा फेरि, मैले आफ्नी पत्नीलाई सम्यक राम्रो आजीविकाद्वारा कमाइराखेको धन सम्पत्ति सुम्पिएर सन्तुष्ट पारिराख्ने प्रतिज्ञा गर्दछु। आफूले कमाइराखेको के धन सम्पत्ति सुम्पिने है। अनि त्यसै गरी 5 नम्बरमा फेरि भन्नु, मैले आफ्नी पत्नीलाई गरगहना वस्त्र अलङ्कार आभूषण आदि प्रदान गरी सन्तुष्ट पारिराख्ने प्रतिज्ञा गर्दछु। के दिएर सन्तुष्ट पार्ने? आदि आभूषण चाहिने सामानहरू है, गृहस्थी जीवनमा चाहिन्छ। हामीहरूलाई चाहिन्न, हामी ब्रह्मचर्य हो, हामीलाई त आवश्यक छैन। तर तपाईँहरू गृहस्थी भएको हुनाले यो चाहिन्छ है। त्यही भएर सन्तुष्ट पार्नको लागि गरगहना आभूषण वस्त्रहरू आफूले त्यो दिने काम चाहिँ गर्नुपर्छ। ल, साधु भन्ने तिनचोटि। रत्नको पवित्र गुण अनुस्मरणको साथै समागम भइरहनु भएका सम्पूर्ण परिषदहरूलाई साक्षीभाव सम्झी मैले यस्तो प्रतिज्ञा गर्दछु, सम्पूर्ण कामकाज राम्ररी सम्पादन गर्नेछु।
केलाई सम्पादन गर्छु कस्तो काम घरको कामलाई राम्रोसँग सम्पादन गर्नेछु है ल दोस्रो नम्बरको मैले छरछिमेकी आफन्त र परिवारका सदस्यहरूलाई राम्ररी विचार संचार परिवार कुलको इज्जत बढाउने राम्रो व्यवहार गर्नेछु कस्तो व्यवहार राम्रो व्यवहार है परिवारको इज्जत बढाउने आफ्नो कुलको हैन राम्रो नाम राख्ने काम चाहिँ गर्नुपर्छ है र 3 नम्बरमा म अतिचारिणी नभई श्रीमानको विश्वासिली नारी बन्नेछु अतिचारिणी नभइकन के नभइकन धेरै घमण्डी नभइकन है धेरै घमण्डी नभइकन धेरै जिद्दी नभइकन हैन आफूले चाहिँ सम्मानपूर्वक श्रीमानलाई विश्वास गरी एउटा विश्वासिलो नारी बन्ने कोसिस गर्ने है यस्तो यो नियमहरूलाई पालना गरेपछि बल्ल सुमधुर सम्बन्ध बन्छ नि त हैन र हो नि ल मैले आफ्नो श्रीमानले कमाई ल्याएका धन सम्पत्तिहरूलाई हिनामिना नगरी रक्षा गर्नेछु के गर्नेछु रक्षा गर्नेछु केलाई रक्षा उहाँले कमाउनु भएको धन सम्पत्तिलाई के गर्छु रक्षा गर्छु हिनामिना गर्नु हुँदैन है बुझ्नुभयो सबैको अगाडि बोल्नु भएको छ है फेरि पछि फेरि भनेर भन्लान् फेरि यस्तो भने थियो त त्यो बेलामा त भन्लान् ल 5 नम्बरमा फेरि दोहोऱ्याउनुला मैले घरको सम्पूर्ण कामकाज दक्षता एवं निपुणतापूर्वक अल्छी नमानी गर्नेछु आफ्नो घर भनेको आफ्नो घर हुन्छ है आफ्नो घरको जति पनि कामकाज हुन्छ आफ्नो सासू ससुरालाई सम्मान गरेर आफूले गर्नुपर्ने कामकाजहरू राम्रोसँग पुरा गर्नेछु भनेर तपाईले यो संकल्प हाजेर राख्नुभयो यसलाई पुरा गर्न कोसिस गर्नु होला भन्ने पनि म मैत्री राख्दै 3 चोटी साधु भन्नु भगवान बुद्धले भिक्षुहरूलाई भन्नुहुन्थ्यो भिक्षुहरू रे तिमीहरूले उनीहरू दुईजना जोडीलाई देख्यो पुरा भइसक्यो नि त उनीहरू त नकुला माता र नकुला पिता उनीहरू जीवनमा कहिले पनि झगडा गरेनन् कहिले पनि मनमुटाव पनि गरेनन् कहिले पनि शङ्का पनि गरेनन् किन गरेनन् त भनेर भन्दाखेरि उनीहरूले जीवनमा रे यी कम्तीमा पनि यो 5 वटा नियमलाई पालना गर्थे रे कतिवटा नियमलाई 5 वटा नियमलाई राम्रोसँग पालना गर्थे रे अनि सधैँभरि भगवान बुद्धलाई नै उनीहरूले पूजा वन्दना गर्थे बुद्धलाई धर्मलाई भगवान बुद्धको चेलाहरूलाई चाहिँ सम्मान गर्ने गर्दथे त्यसै कारणले उनीहरूले कहिले पनि के गर्नु परेन एकअर्कामा मनमा नराम्रो विचार ल्याउनु परेन त्यही भएर पूर्ण विश्वास छ उनीहरू दुईजनामा भनेर बुद्ध धर्ममा एकदमै उदाहरणीय व्यक्तित्वको रूपमा उहाँलाई जोडीको रूपमा चिनिन्छ हजुरलाई सुम्पिँदैछौँ हामीले हाम्रो चेलीको जीवनयापनको लागि कुल वंशको वृद्धिको लागि हजुरलाई जिम्मा लगाई रहेका छौँ र राम्रोसँग पारिवारिक जीवन कुल परिवार समाज र देशमा राम्रो विकास र प्रगतिमा उन्मुख हुने सम्यक मार्गमा लागि सुखी जीवनयापन गर्ने सुअवसर बनेर जाओस् अनि हामी सम्पूर्ण माइती माओवादीहरूले शुभकामना सहित साधु अनुमोदन गर्दछौँ
हामीलाई भन्दै भन्छ भिक्षु है त्यो रक्त कि परितङ हामीमा विघ्नबाधा भयअन्तरायहरू कहाँबाट आउँछ अरहतो सम्मा सम्बुद्धस्स इति विश्व भगवा अरहं सम्मा सम्बुद्धो विचाचरण सम्पन्नो सिद्धलोकविदु अनुतरो परिषदम्म सारथि उदाङ्गनि चतुर्यं सम्मा सम्बन्धं वगैरह भाषा पदं विचरण भाषन्ति दिदवास परिषदवा चण्डहति असमिग गुणकुग्रहे विचि कामणि सपदिपि अचतरच सुकरमैसय करकचिति नाना भयतो वा नाना रोगतो वा नाना उपद्रवतो वा आरथं गणहन्तु सबैले साधु भन्नुहोस् त साधु 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 है भर्खरै भगवान् बुद्धबाट देशित पवित्र शुद्ध वचन सूत्रपाठ चाहिँ सम्पन्न भएको छ यो वचन भनेको हामीहरूले बुझ्न त बुझ्दैनौँ यो भाषा भनेको चाहिँ पाली भाषा हो पाली भनेको नेपालीभन्दा पनि अगाडि संस्कृत हो संस्कृतभन्दा पनि अझै अगाडि के आउँछ पाली है जुन कि अशोक महाराजा भन्दा पनि अझै अगाडि सम्राट अशोक भन्ने सुन्नुभएको छ होला है मौर्य राजा त्योभन्दा पनि अगाडिको भगवान् बुद्ध बोल्नुभएको भाषा हो त्यही भएर त्यो बेलामा भाषा थियो अहिले त त्यो भाषा बोलिन्न त्यही भएर नेपाली भाषा बोलिन्छ तर यसको अर्थ चाहिँ छ तर तपाईँले नबुझ्नु भए तापनि यो भाषा चाहिँ देवताले पनि बुझ्न सक्ने ब्रह्माले पनि बुझ्न सक्छ अरे अनि त्यसै गरी अमनुष्यहरूले पनि बुझ्न सक्ने भएको हुनाले यही भाषाबाट नै हामीले के गर्छौँ यसलाई पाठ गर्ने गर्छौँ अरूबाट गर्दैन भिक्षुसँग स हेमा इमा अठ परिखारम बुद्ध प्रमुख स अर्य भिक्षुसँग स हेमा इमा अठ परिखारम बुद्ध प्रमुख स अर्य भिक्षुसँग स हेमा इदं मे दानं आसवखया वहं होतु इदं मे दानं निपानस पचयो होतु इदं मे दानं सम्मे सत्ता सिद्धिता अनुमोदन्तु रसिकरी साधु सम्पदं पुण्य सम्पदं सापे देवानुमोदन्तु सर्व सम्पत्ति सिद्धिया शरीर वचन मन बन्नु अब एकचोटि काया वचन मन यो मङ्गल विवाह राम्रोसँग सम्पन्न भएकोमा यहाँहरू बस्दिनुभयो सुनिदिनुभयो होइन कस्तो लागेको आफ्नो ठाउँमा छ र गरिदिनुभयो मम्मी
काको बाली गाईलाई बाँधेको ठाउँमा मेरो माया छोडेर
असाले उठाउनु कुरा भएन असाले अब कि जाने कि चले पाओ मेरे पिया के शहर में बीते सारे मौसम बाबुल तेरे घर में अब चले पाओ मेरे पिया के शहर में हो तूने विदाइया कैसे लिखी मर जानिया कैसे बताए और रब्बा सही नहीं हो जानिया मधानिया हाय मेरे बाबला तेरिया मिठिया यादा मेरे पीछे पीछे आड़िया हाय मेरे बाबला मेरिया उड़े गुड्डिया कोल तेरे जानिया हो कुछ भी नहीं है तेरे कदमों से आगे कदमों से आगे कदमों से आगे तुझसे जो बांधे मैंने टूटेंगे ना धागे टूटेंगे ना धागे टूटेंगे ना धागे हाथ
मेरा थामा तूने, तेरी मेहरबानियाँ मेरे नाम अब से तेरी सारी परेशानियाँ। मधानियाँ हाय वे मेरे डाड या रब्बा, कि ना जमिया कि ना ने ले जानिया। हाय वे मेरे डाड या रब्बा, कि ना जमिया कि ना ने ले जानिया। जीवनको बाटो यो हिँडेको अब सजाएर सपनाको एउटा संसार, अनगिन्ती यादहरूलाई साथै राखेर हाँसोले खुसीले घर सजाएर। सुख दुःख दुःख सुख सबै बाटेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर। दिनहरू दुःखका नआउला भन्दिन, तर कटाउने छु सबै सबै सँगै हाँसेर। बाचा भयो तिमीलाई मेरो, बाचा भयो तिमीलाई मेरो। तिम्रो छहारी तिम्रै अङ्गालोमै बास पाए यहाँ वहाँ बहुतारी। जोडी बन्यो सानो चौतारी, नदीलाई किनारा सरी तिमी मेरो म तिम्रो लागि। रात पछि दिन सधैँ आउँछ जसरी, पछ्याउने छु तिमीलाई म सधैँ यसरी। आँसु तिम्रो आँखामा नआउला भन्दिन, तर हँसाउने छु तिम्रो आँसु खस्नु अगाडि। बाचा भयो तिमीलाई मेरो, बाचा भयो
भन्दा बढी म रमाउने छु तिम्रो दुःखमा अङ्गाली बेसरी म समाउने छु जीवनभरि नतोडिने अजम्बरी नाता भयो बाचा भयो सुख दुःख दुःख सुख सबै बाँडेर अन्तिम सास फेर्छु तिमीसँगै बाँचेर दिनहरु दुःखका नआउला भन्दिन तर कटाउने छु सबै सँगै हाँसेर बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो बाचा भयो तिमीलाई मेरो
पारो सुके